फिल्म कस्तो लाग्यो आमा? भइरहेको हो कुन फिल्म हेरेको? प्रकाश। के छ त? के कथा भन्नु त अलिकति? त्यही आमाले दुःख गरेर पढाई अँ, धुनधान गरी बाछो बेचेर पढाई अँ, पास गराई छोरालाई जात दियो अँ, पास भयो मास्टर हुने भयो अँ, मास्टरको एगजा भयो अँ, अनि त्यहाँबाट त्यो अरूले छलछाम गरेर फेरि यस्तो उम्, हुँदैन जाहिर खान सकिँदैन सरकारी जाहिर खान त्यस्तो सजिलो छ उम्, पैसा लाग्छ उम्, कम्ती होइन 50-60 हजार पैसा लाग्छ पैसा नभए त चल्दैन भने उम्, फेरि त्यो पैसा लगी बुझी सैथाप गरी उम्, छोरो पढाउनु गई अनि छोराले आएर किताब फ्याँकिदियो अब म यत्रो पढेर यत्रो दुःख गरेर यसरी पढेँ यो मैले नपाउँदैछु यो संसार अप्ठ्यारो छ म तिमीलाई भारी बोकेर बनी गरेर पाल्छु आमा म पढ्दैन भनेर किताब फ्याँकिदियो अँ, ती कापी कलमहरू सबै फ्याँकिदियो अँ, अनि आमा तैँले यो त्यत्रो धुनाले मैले दुःखले पढाएको यो तैँले गर्नुपर्छ भनेर फेरि टिप्टा पारेर राख्यो अँ, फेरि आमाको हातबाट खोसेर अँगानामा हालिदियो अँ, अनि फेरि त्यो पनि टिप्टा पारी फेरि आमा चाहिँ गई त्यो के भन्ने त्यसले म गरिदिन्छु भनौँ गरिदियो सैथा फाली अनि त्यो 60,000 पैसा नि बुझाउने भई अँ, छोरो मास्टर बनाउनलाई अँ, त्यति गर्दा नि उनीहरूले जाल जेल गरेर बन्न दिएनन् त्यसलाई मास्टर अँ, कसलाई भन्न दिएनन्? त्यही प्रकाशलाई हो? अनि नदिएपछि आफै मरी ए, अनि खै राम्रो लेखेको रहेछ, फिल्म बनाएको रहेछ कि नराम्रो बनाएको रहेछ त कथा चाहिँ? कथा राम्रो नि उसले त छोरालाई त मरिहत्ते गरेर बाबु मैले ए बाबु नभएन मसँग त तँलाई सम्झाउँछु भने भागो छोरो गुटुटुटु बाबु मेरो कुरा त सुन्नु बाबु मैले तँलाई कति गरेर हुर्काएँ बढाएँ पढाएँ मैले बनी गरेर पढाएँ गाई बेचेर पनि तैँले खर्च गरेँ तेरो लागि त